3, 2, 1, cue sound. सन् 1941 भारतको दार्जिलिङमा जन्मनुभएका सङ्गीतकार महान हस्ती श्री रञ्जित गजमेरज्यू, जसले उदित नारायण झा, प्रवीण गुरुङ, अरुणा लामा जस्ता सङ्गीतका नक्षत्रहरूलाई चौतारी प्रदान गर्नुभयो। तर आफै भने अवसरको खोजीमा भौतारीले बम्बईसम्म पुग्नुभयो। बलिउड सङ्गीतकार महान हस्ती आर.डी. बर्मनले उहाँको क्षमतालाई चिन्नुभयो र बलिउडमा मौका दिनुभयो। नेपाल बाहिरका नेपाली जसको मुटुमा नागरको धुन थियो, त्यही नेपाली धुनलाई बलिउडमा प्रवेश गराएर भारतीय सङ्गीतमा पनि महत्त्वपूर्ण योगदान दिनुभयो। त्यसपश्चात नेपाली चलचित्र बाँसुरीबाट उहाँको धुन प्रवेश भयो। कुसुमे रुमाल, दर्पण छाया, चिनो लगायत दर्जनौं चलचित्रको सङ्गीतमा उहाँको धुन गुन्जिरहेको छ। समयको प्रभावसँगै उहाँको जिन्दगीले पनि कोल्टे फेर्न बाध्य भयो। सन् 2017 गीतकार तथा उहाँको धर्मपत्नी कुसुम गजमेरज्यूको निधन भयो। जीवन सङ्गीको साथ छुटे पनि नेपाली सङ्गीतसँग भने अझै पनि उहाँको साथ अटुट छ। उहाँ जस्तो नक्षत्रको कालजयी गीतमा आफूलाई प्रस्तुत गर्न पाउँदा अत्यन्तै भाग्यवान महसुस गरेको छु। 일찍 보여줄게. 내기만 해봐. 골반